हेलो गाइज, हेलो एभ्रिवान। हाई। हामी चाहिँ आज कहाँ जाँदैछौँ अरे? कोल्ड वाटर भन्ने ठाउँ जाँदैछौँ होइन। हाम्रो साथमा चाहिँ हुनुहुन्छ हाम्रो वरिष्ठ भाइ हुनुहुन्छ बसन्त अर्याल फ्रम बुटोल है। हाम्रो चाहिँ वरिष्ठ भाइको वरिष्ठ दिदी हुनुहुन्छ रितु अर्याल फ्रम बुटोल। यहाँ चाहिँ हाम्रो वरिष्ठ भाइ हुनुहुन्छ आयुष वाग्ले फ्रम तनहु। अनि मलाई त सबैले चिन्नुहुन्छ, म चाहिँ निशान वाग्ले फ्रम तनहु। हामी चाहिँ सोडिम वाग्लेको दाजुभाइ है। हाम्रो डोजर कराइरहेको त वा डोजर कराएर हाम्रो भाइ चाहिँ एकदम एक्साइटेड भएको छ होइन। प्लिज इग्नोर, भाइको आवाजलाई चाहिँ इग्नोर गरिदिनु होला होइन। आज जेसिबी पनि आएर छ होइन। जेसिबीको साथमा हामी बालेन दाजुको वाहनसँगै हामी बालेन दाजुको वाहन हेर्दैछौँ होइन। अब के जतिको वाहन चाहिँ नभनिदिनु होला तपाईँहरूले है, प्लिज सबै भइदिनु होला। हामी चाहिँ अब सुरुमा स्टार्टिङ गर्दैछौँ। फेरि यस्तै अब के जाति भन्नला अनि फेरि अब अलिकति गाली गर्छन्। अब चिने जानेका मान्छेहरूले पनि हामीलाई गाली गर्न सक्नुहुन्छ, कृपया गाली नगरिदिनु होला ल। अब बालेन दाजुको वाहनलाई चाहिँ हामीले देखियो होइन। अब चाहिँ बालेन दाजुले चलाएको देश पनि देख्नुपर्छ है। हामीले देश पनि देख्नुपर्छ। गाउँसम्म पुगिसकेको छ है। यहाँ डोजर चलाएर आएको भन्दै थिएँ, माथि घरमा चलायो कि बारीमा चलायो कि बाटोमा चलायो त्यो जान्नको लागि हाम्रो